प्रधानमन्त्री नबोले पनि विवाद, प्रधानमन्त्री बोले पनि विवाद। केही समय अघि विपक्षी दलहरूको मुख्य आरोप थियो प्रधानमन्त्री संसदमा आएनन्, प्रधानमन्त्रीले जवाफ दिएनन्, प्रधानमन्त्री मौन बसे। तर जब प्रधानमन्त्री बालेन शाह संसदमा आए र सीमा विवादबारे आफ्नो धारणा राखे, त्यसपछि फेरि संसद अवरुद्ध भयो। अब प्रश्न उठ्छ, समस्या प्रधानमन्त्री बोल्नु हो कि प्रधानमन्त्रीले जे बोले पनि त्यसलाई विवाद बनाउनु हो? पछिल्ला केही दिनको घटनाले नेपालको राजनीतिबारे एउटा गम्भीर प्रश्न उठाएको छ। हामी वास्तवमै नीति र कार्यान्वयनमाथि बहस गरिरहेका छौं कि अझै पनि पुरानै राजनीतिक चक्रमा अल्झिरहेका छौं? आज संसदमा के बहस हुनु पर्थ्यो? बजेट कार्यान्वयन, अर्थतन्त्र, रोजगारी, विकास आयोजना, सार्वजनिक सेवा, सरकारले गरेका बाचा पूरा हुन्छन् कि हुँदैनन् भन्ने विषय। तर राष्ट्रिय बहस कहाँ केन्द्रित भयो? प्रधानमन्त्रीले कुन शब्द प्रयोग गरे, कुन वाक्य बोले, त्यो वाक्यलाई कसरी राजनीतिक मुद्दा बनाउने? लोकतन्त्रमा आलोचना आवश्यक हुन्छ, बलियो विपक्ष पनि आवश्यक हुन्छ। सरकारलाई प्रश्न सोध्नै पर्छ, तर आलोचनाको उद्देश्य समाधान खोज्नु हो। यदि आलोचना केवल आलोचनामै सीमित भयो भने, यदि विरोध केवल विरोधमै सीमित भयो भने, त्यसले लोकतन्त्रलाई बलियो बनाउँदैन, त्यसले जनताको निराशा बढाउँछ। र यही ठाउँमा नेपाली राजनीतिले नयाँ वास्तविकताको सामना गरिरहेको छ। आजको जनता हिजोको जनता होइन। सामाजिक सञ्जालले सबै कुरा देखाइदिएको छ। जनताले हेर्दैछन् कसले संसद चलाउन खोजिरहेको छ, कसले संसद रोकिरहेको छ, कसले नीति निर्माणको कुरा गरिरहेको छ र कसले केवल राजनीतिक नारा बेचिरहेको छ। अब मतदाता केवल भाषण सुन्दैनन्, उनीहरूले परिणाम पनि हेर्छन्, काम पनि हेर्छन्, जिम्मेवारी पनि हेर्छन् र संसदमा कसले कस्तो भूमिका खेलेको छ भन्ने पनि सम्झन्छन्। पछिल्ला चुनावहरूले यही संकेत दिइसकेका छन्। पुराना राजनीतिक समीकरणहरू कमजोर हुँदै गएका छन्, नयाँ राजनीतिक शक्तिहरू उदाएका छन् र मतदाता पहिले भन्दा धेरै सचेत भएका छन्। त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न प्रधानमन्त्रीको एउटा अभिव्यक्ति मात्र होइन, सबैभन्दा ठूलो प्रश्न हो के हाम्रो राजनीति अझै पनि विवादमै केन्द्रित रहनेछ कि अब नीति, कार्यान्वयन र परिणामतर्फ सर्नेछ? किनभने अन्ततः संसद कुनै दलको होइन, संसद जनताको हो र जनताले अब केवल बहस होइन, नतिजा खोजिरहेका छन्। तपाईलाई के लाग्छ, संसद अवरुद्ध गर्नु उचित थियो कि राजनीतिक दलहरूले संसद चलाएर बहस गर्नु पर्थ्यो? कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यस्ता तथ्यमा आधारित राजनीतिक विश्लेषणका लागि पोलिटिक्स सेन्टरलाई फेसबुकमा फलो र युट्युबमा सब्स्क्राइब गर्न नभुल्नुहोस्। हामी हरेक दिन त्यो कुरा भन्छौं जुन अरूले भन्दैनन्। हमने भारत नेपाल सीमा के संबंध में नेपाल के प्रधानमंत्री के टिप्पणियों को, उनके बयान को और उसके साथ साथ जो उनके विदेश मंत्रालय की तरफ से बयान आया है उसको देखा है। हालांकि भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है, फिर भी कुछ हिस्सों में कुछ मसले हैं जिसको सुलझाना बाकी है।